हेलो गुड मर्निङ एभ्रिवान है वेलकम टु माई ब्लग है नमस्ते सबैजनालाई म भने चाहिँ अहिले बिहानी वकमा छु है यो चाहिँ तपाईँको पऱ्यो है कालिम्पोङ म्युनिसिपालिटीको तल्लोपट्टि म्युनिसिपालिटी अफिसको सिधा तल्लोपट्टि है यहाँ चाहिँ भन्छ सातो बाटे है म चाहिँ लिस्मेन रोडबाट है यहाँ हाइवेको वक गरेर बिहानी पख र एकदमै फ्रेस गर्दैछु अहिले चाहिँ बिहानै है वकमा निक्लिनुपर्छ है फिटनेसबाट एकदम ध्यान दिनुपर्छ है हेल्थ इज वेल्थ होइन अन्त त्यही हो अहिले अँध्यारै छ उज्यालो भइसकेको छैन अहिले म घर पुग्दा चाहिँ उज्यालो भइसकेको हुन्छ यो चाहिँ बत्तीको लाइटले गर्दाखेरि हो है गाइस र त्यो मान्छेहरू बिहान पुरै भेटिन्छ है वकतिर यतातिर र अहिले म चाहिँ 1 hour 10 minutes भित्रमा चाहिँ 1 घन्टा 10-15 मिनट चाहिँ म वक गर्छु बिहानको हो त्यहाँ चाहिँ म घर जान्छु सिधै र ओके गाइस है त्यही हो त्यति तपाईँहरूलाई भन्नु थियो म चाहिँ ल वक माग्छु भनेर है अहिले भेटौँ है त गाइस र गाइस अहिले भने चाहिँ म वकबाट आइसकेँ हो एकदम रातो गरम भयो है र घरमा सबैजना सुतिरहेको छ अहिले होइन बिहानको 6:15 को एकछिन आराम गर्नेछु म पनि र यहाँ हेर्नुहोस् न तपाईँहरूलाई म एकछिन देखाउँछु ल हाम्रो घरमा के रहेछ वेट गर्नुहोस् बारीमा हेर्नुहोस् न सागहरू फुलिसकेछ हो होइन सुन्तलाको बोट रहेछ फुलहरू यतातिर फुल उता मटरको सब्जी पनि रहेछ तल मटरको सब्जी पनि रहेछ यहाँ हो मटरहरू देख्नुभयो तपाईँहरूले मटर यो चाहिँ सिपचाना भन्छ यसलाई चाहिँ हो इडिमी भन्छ इडिमी है यो सिपचाना हो उता साग छ उता दारिमको रुख पनि छ फामफलको रुख पनि छ अम्बकको रुख पनि छ फुलहरू यसो रोपेको छ है फुल चाहिँ मासिसकेको छ फुलहरू एकदम मासिसकेको छ यहाँ चाहिँ डेलो देख्छ माथि अहिले घाम लागेको छैन होइन यहाँ चाहिँ मजाले डेलो देख्छ यो तलतिर सबै देख्छ मजाले देख्छ र अहिले भने चाहिँ हामी बाउसरी मजाले नास्ता सास्ता गरेर है मजाले हामी घुमिरहेछ है बारीतिर बेबी है पपीको दिनुहोस् ल त्यस्तै छ त गाइस है नानीले जे भन्छ त्यतै गर्नुपर्छ ले आस्ता बेबी है घाम मजाले लागिरहेको छ सक्नुहुन्छ तपाईँले अगाडि घाम हेर्नुहोस् यहाँ त घाम अगाडि मजाले घाम सिधै भेट्छ हाम्रो घरमा है नानी 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 यहाँ फ्यापुलो गरिदिनुहोस् सबैलाई फ्यापुलो गरिदिनुहोस् यहाँ फ्यापुलो गरिदिनुहोस् छिटो फ्यापुलो छिटो छिटो उसको मुड छैन अहिले पऱ्यो हाम्रो छ्यामा र आप्पा होइन यहाँ र हाम्रो ड्याड आप्पा फ्यापुलो भनिदिनु सबैलाई फ्यापुलो भनिदिनु फ्यापुलो नमस्ते सबैलाई भनिदिनु नमस्ते सबैलाई यतिको चाहिँ हुनु पऱ्यो नि त यतिको भिडियो छ्यामा फ्यापुलो भनिदिनु न के खानु भएको छ्यामा मोमो खाइसक्यो खाजामा रोटी मोमो खाइसक्यो खाजामा यहाँ खाप्से थियो है अस्ति लोसारमा बनाएको खाप्से खाइसक्यो होइन र यहाँ त बाजेले ओट्स मोमो खाइसक्यो है अन्त हामी बाउ छोरीले पनि खाइसक्यो अघि खाइसक्यो हामीले त अघि खाइसक्यो बहिनी खाइसक्यो हामीले अघि खाइसक्यो भने हामीले खाइसक्यो भने छेमा आजको प्रोग्राम के छ तपाईँको के छ आज दिउँसो सुँगुरको मासु रायोको साग कालो दाल अन्त मुलाको अचार बास छुर्पी हालेको हो अन्त अरू त के पापड छ त्यति नै हो बाजे मजाले बोल्दैछ हौ बाजेले त मजाले बाजेलाई भ्लगिङ गर्नु भन्नुपर्छ क्या बहिनी
खोइ तपाईँको मोमोको सेप देखाइदिनु यस्तो कस्तो रहेछ नि यता देखाइदियो यता यता यो हिजो बेलुका बनाएको मोमो है ड्याममै थियो अहिले मोमो ल हाम्रो घरबाट चाहिँ अगाडि घाम यस्तो टिलिटी देख्छ यहाँनिर अहिले भन्छ साँझको 5 बजिसक्यो हो र मैले दिउँसो भ्लग कन्टिन्यू गर्नु पाइनँ र अहिले भने चाहिँ म यहाँनिर पल्लोपट्टि घरमा आएको छु मेरो बडी छेमा सब दिदी सबैजना हुन्छ है किन भन्दाखेरि चाहिँ किन आएको भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ भोलि पूजा छ होइन माथि के को पूजा हो शिवरात्रिको पूजा छ हो अन्त शिवरात्रिको पूजाको लागि चाहिँ यहाँ चाहिँ भव्य रूपमा चाहिँ माथि मन्दिरमा पूजा गर्छ हाम्रो बडीहरूको मन्दिरमा हो त्यसको लागि चाहिँ यहाँ प्रसाद बनाउँदैछ सेलरोटी हो र यहाँनिर हाम्रो खास सेलरोटी बनाउने मान्छे बजारमा बोलाएको छ तपाईँहरूले एकदम कन्ट्याक्ट गर्न सक्नुहुन्छ है दाजुसँग छेमा यता हेर्नुहोस् न कपाल हेर्दै कपाल छेमाको हो तपाईँहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ होइन हो तपाईँहरूले मलाई सोध्नु भन्नु भने म नम्बर दिन्छु तपाईँहरूलाई है र यहाँ माथि बडीलाई भिडियोमा हालिदिन भने कि तर के गर्नु अब होइन फेरि अब अलिअलि आइहाल्यो अब हालिदिइहाल्छु होइन हाम्रो बडी होइन बडीले नै ट्रेनिङ दिनुभएको पल्लोपट्टि दिदीलाई हो तपाईँ दुईजना आउनुहुन्छ तपाईँहरू कन्ट्याक्ट गर्नु भने र यहाँनिर चाहिँ रनर चाहिँ यहाँ छ रनर हो यताउता सामानहरू लिएर जानु ओर्नु पिठोहरू यताउता गर्नु हो यहाँ हाम्रो नाना यहाँ मेरो भान्जी हेलो हेलो हो मेरो नाना मेरो भान्जी मेरो बहिनी अनि मेरो छेमा सरी गाइज है डिले गरेको चाहिँ मेरो छेमा र मेरो बडी हुन्छ होइन यहाँ सेलरोटी बनिँदैछ र यो चाहिँ अलिक एक पावा मात्रै हो अझै 3 पावा चाहिँ बाँकी नै छ सेलरोटी हेर्नुहोस् न यस्तो चाहिँ बनाउँछ हाम्रो सेलरोटी चाहिँ हो ओके गाइस यति भन्दै है अब मेरो भ्लगहरू त्यस्तै हुन्छ होइन राम्रो हुँदैन होइन त्यत्तिकै र मेरो भ्लग चाहिँ यति नै हो आजको होइन तपाईँहरू हल्का हेरिदिनुहोस् है मन पराइदिनुहोस् रुचाइदिनुहोस् है त्यति भन्दै है भोलि फेरि भेट्नेछौँ है त बाई गाइस